खालि त्यहीसँग हिँड्छ यसो हामीलाई पनि हेराउनु नि कहिले कहिले जाउला न बिस्तारै बिस्तारै जा तिमीहरू चाहिँ ज्वाइँ ल त्यसले पनि ज्वाइँपछि हड्डी नै घोटेर खाने साह्रै रग रग्यो आमा चाहिँले पनि केही भन्दिनँ कि क्या के गर्दै हुन्छ काकी ए कहाँबाट आयो हो बहिनी बाख्रा सारेर आएको बाख्रा सारेर घाम कस्तो छ नि अलिक केटीहरू काम सघाउँदैनन् के अब ठुली छोरी भर्खर आकी आजै आकी अनि अब कान्छीको त के कुरा गर्नु र तपाईँलाई थाहा छ के साह्रो अलिक पढाउने गर्नु न खेल 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 गर्दै हिँड्छ के गर्नु त्यो मेनुकेले मन्तरलाई कि केलाई मन्तर लाए जस्तो छ काकी सँगैमा त्यो झ्याप्प परेर हिँड्छ पेलै भएर अनि हामी खर्चै मात्रै गर्छ खालि त्यसैलाई पेलेको पेलै गर्छ के साह्रो फकियो खुवाउन पनि हो नि हौ म त वाक्कै भइसक्यो बहिनी के गर्नु अघिको मैले त्यहाँ भेटेको त यसो हामीलाई पनि लैजा न हेराउन कति तेरि साथीलाई मात्रै लान्छेस् भनेको लागुला नि भन्छ बोल्दा पनि बोल्दिनँ हामी मलाई त त्यो साथीको बारेमा कुरै नगर्नु मेरो साथीको बारेमा भन्दै नभन्नु भनेको चाहिँ के गर्नु अनि अब नसकिने रहेछ ज्वाइँले पनि केही भन्दा रहेनछन् कि के साह्रो फिरी बिचरा टाढा छ नि ती ज्वाइँलाई के थाहा र हौ आमाको साथमा राखेको छ राम्रै छ भन्ने होला नि यो मेनु केले सक्ने भयो मेरो छोरीलाई के गर्नु हो बहिनी खै के चाहिँ गर्नु भन्नु कति थेतरी रहेछ रहन पनि नि घरमा फलेको केही सागसब्जी पनि ल्याइदिए भनिदिएर चाहिँ सबै टपक टपक पारेर लिएर हिँड्छ अलिक तिमीलाई झर्ने गरी हाम्रो गा भनेर अर्काका घर गएका छोरीहरूलाई कुट्न त सुहाउँदैन अब हेर्न ठुलीले मजा घर गरी खाइराखेकी छ त ठुलो पनि आइसिन् होइन आएकी छ त बिहान आएकी छ ए दिदी नमस्ते नमस्ते के गफ गर्दै हुन्छ आमा अनि तेरै बहिनीको बारेमा गफ गरेको नि उहाँ पर नारिएर गइरहेको थियो त्यही मेनुकेसँग त्यही त मैले त्यहाँ बहिनीले देख्नु भएको सम्झाएको के गर्नु त्यही त नि लु म चाहिँ गएँ के गर्नुहुन्छ यसो गर्नु ल ल ल बहिनी कति सम्झाउँदा लागेन के गर्नु भन्न त दिदी बहिनीले भनेको त अलिक मान्छे कि ज्वाइँले पछि मार्छ नि त्यसलाई अनि के गर्नु घर न थर्को भयो भने खाएको त कति मिठो रहेछ नि आज खाएको साह्रै मिठो लाग्यो फेरि त्यहाँ जाँदाखेरि त्यहीँ खाउँ है हामी ल फिल्म पनि साह्रै राम्रो रहेछ साह्रै राम्रो गीत झन् कति राम्रो यो के भन्छ यो ब्याग नि ब्याग तैँले दिएको ब्याग हेर्न कति राम्रो छ अझै पनि अलिअलि खुइलिँदैछ यस्तै मगा ल विदेशबाट हुन्छ म मगाइदिन्छु नि तँलाई एउटा मलाई एउटा उस्तै उस्तै बोक्नुपर्छ ल ल उस्तै उस्तै किन हाम्रो घर जाउँ एकछिन बसेर जान जाँदिनँ म तिमीहरूको आमाले पनि मलाई साह्रै कराउँछन् अनि तेरो दिदी पनि आएको छ अरे दिदीले अनि के भन्छ होस् जान्न ल म केही हुँदैन हौ जाउँ न एकछिन जानु पानी चाहिँ खाएर गइहाल्छ नि त ल म ल यहाँ बस्दै गर्नु म पानी लिएर आउँछु पानी चिसो है ल ओइ म जान्छु ल गइहाल्ने जान्छु अहिले तिमीहरूको आमाले कराउँछन् मलाई गएँ म ल ल बाई 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 गएँ म टेन्सनले मलाई पनि मर्न आँटिसके उहाँ भाइहरूले फोन गरेर भन्छन् घर झगडा हुँदा त छोड्नुपर्छ नि त मेनुकेले हो नि अनि मान्छे त यतिसम्म गिरेको चाहिँ मैले देखेको थिइनँ हौ नानी मैले पनि देखिनँ नि आमा तेरी बहिनी के गर्नु आफ्नै नानी यस्तो भएपछि के गर्नु भन्छ केही लाग्दैन नि अब तँ खाना पल्के कि तँ थेत्तरी हो कि त्यसले त खाना लुटेर पछि तेरो बहिनीलाई हड्डी र मासु बनाएर छोड्छ हो नि परिवार पनि बिथोल्छ सबै यो मान्छे एकदम खत्तम मान्छे रहेछ हौ रन पनि सबै बिग्रिसक्यो अब अहिलेसम्म के गर्नु मलाई यति पिर छ यो त उठेकोमा नातिनी हुर्किसके त्यही त खाएको छ साथीभाइ बोटुलो हिँडो अब के गर्नु लामा के गर्नु एउटै कोखबाट निस्केका कुनै सन्तान यस्ता हुन्छ कुनै त्यस्ता आमा लु जाउँ खाना मलाई त टाउको खाजा पाकिसक्यो नातिनीलाई लिएर आइदिन्छ